संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा विश्वास र प्रतिबद्धता व्यक्त गर्ने सम्पूर्ण नेपाली जनताप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। आदरणीय जनसमुदाय, 2082 साल नयाँ चुनौती र अवसरहरू लिएर हाम्रो सामु उपस्थित भएको छ। जनताको अधिकारलाई ऐतिहासिक रूपमा सुनिश्चित गरेको हाम्रो संविधानको पूर्ण कार्यान्वयन नहुँदा लोकतान्त्रिक प्रणालीप्रति नै कतिपयले प्रश्न उठाउन खोज्दैछन्। सरकारले दलाल र बिचौलियाका पक्षमा स्वेच्छाचारी निर्णयहरू लिइरहँदा जनआक्रोश बढ्दै गएको छ, जसको फाइदा प्रतिगामी शक्तिहरूले लिन खोजिरहेका छन्। त्यसैले सरकारका जनविरोधी क्रियाकलाप र प्रतिगामी षड्यन्त्र विरुद्ध संयुक्त प्रतिरोध गर्नु आजको आवश्यकता बनेको छ। नेपाली जनता लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ सुदृढ लोकतान्त्रिक गणतन्त्र हो भन्ने कुरामा र सामाजिक न्याय र अग्रगामी परिवर्तन चाहन्छन् भन्ने तथ्य पुनः पुष्टि गर्दै नयाँ सङ्कल्प लिन अग्रसर छन्। साँचो अर्थमा यही सङ्कल्प र प्रतिबद्धता नै नयाँ वर्ष 2082 को शुभकामना हो। हामी गौरवशाली इतिहास बोकेका सार्वभौम नेपाली हौँ। हामीले न्याय, स्वतन्त्रता र समानताका लागि त्याग, तपस्या र बलिदानका कैयौँ कीर्तिमान कायम गरेका छौँ। हाम्रो भविष्य पछाडि फर्केर होइन, अगाडि बढेर मात्र उज्यालो बन्न सक्छ। त्यसैले देशको समृद्धि र उज्जवल भविष्यका लागि दृढतापूर्वक आफ्ना पाइलाहरू अगाडि बढाउँ। आत्मनिर्भर अर्थतन्त्रको विकास मार्फत रोजगारी सृष्टि गरौँ। सुशासनका नयाँ मानकहरू स्थापित गरौँ। देशलाई उन्नत र समृद्ध राष्ट्र निर्माण गर्न एकताबद्ध भएर अगाडि बढौँ। नयाँ वर्षको अवसरमा यही दृढ सङ्कल्प गर्न आह्वान गर्दै आम जनसमुदायमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु।